हेलो गाइस, हामी चाहिँ गाउँमा आज चाहिँ मौसम पनि धुम्म भइराखेको छ। अनि त्यहाँदेखि पानी पर्नु लागिरहेको छ, आकाश केरेङ गुरुङ गर्दैछ। अनि त्यही कारणले हामी चाहिँ यहाँनिर दाउरा किचनमा असार्दैछौँ। यहाँ बहिनी दुईजना बहिनी छ। एकजना बहिनीले चाहिँ खतरा आइडिया निकालेको रहेछ, ढोकामा असार्दा चाहिँ अलिक छिटो हुन्छ भनेर चाहिँ यहाँनिर के पो भन्छ, यहाँनिर ढोकामा दाउरा हाल्दैछ लानुको लागि। खतरा छ मेरो बहिनी, अब भारी बोक्छ यहाँनिर। खतरा छ। बोक्यो जिन्दगीमा पहिलो पटक ढोको बोकेकै यो चाहिँ मेरो बहिनीले। जिन्दगीमा पहिलो पटक ढोको बोकेको। हेर्नुहोस् यहाँनिर लु भारी त यही घोप्ट्यायो लु मेरो बहिनी त। हेर चाहिँ अर्को बहिनीको टर्न रहेछ है ढोको बोक्ने। हेर्नुहोस् है गाइसहरू, यहाँनिर भारी यसरी बोक्नुपर्छ है सबैजनाले। अनि यहाँ पर चाहिँ एकजना अङ्कलले घाँस उठाउँदै हुनुहुँदो रहेछ। अनि यहाँ पनि रहेछ दाउरा, यहाँ पनि छ दाउरा। अब यो दाउरा असार्नु पर्ने छ। टाटा बाई। हामी गाउँलेहरूको जिन्दगी चाहिँ यस्तै छ है। जो पनि गाउँको केटीहरूलाई बिहा गर्छ नि, गाउँको केटी बिहा गर्नेहरू महाभाग्यमानी यसरी यति धेरै काम गर्छ गाउँको केटीहरू। फाइनली गाइस, अहिले चाहिँ हामीले दाउराहरू सबै असारिसकेको छौँ। अहिले चाहिँ घरभित्रै दाउरा यति धेरै छ। अब यो दाउराहरू चाहिँ उमाथि मिलिङमा लाउनु पर्ने छ। गरिबहरूको जिन्दगी यस्तै हो, गाउँलेहरूको जिन्दगी यस्तै हो। जो पनि गाउँले केटीहरूलाई बिहा गर्छ नि साह्रै भाग्यमानी हो। केटीहरूलाई बिहा गर्ने चाहिँ साह्रै भाग्यमानी हुन्छ है। आफै जिन्दगी चलाउनु पनि सक्छ, एकजना दुईजनालाई त पालिदिनु पनि सक्छ काम गरेर। हेर्नुहोस् है गाइसहरू।